नमस्कार, मेरो नाम भुवन। सञ्चारमा हुनुहुन्छ भन्ने आशा गर्दछु। म चाहिँ गुल्मीदेखि सायद चिन्नुहुन्छ नै होला, प्रसिद्ध हाम्रो गुल्मी जिल्ला जुन कि कफी एउटा केन्द्र पनि मानिन्छ कफीको लागि। साथमा केही सानो लगानीमा चाहिँ सानो लगानी लगाएर राम्रो आम्दानी गर्न चाहन्छु भन्नुहुन्छ भने यहाँ चाहिँ धेरै मौकाहरू, अपर्च्युनिटिजहरू होइन, यहाँ चाहिँ धेरै कुराहरू छ जुन कि गर्न सकिन्छ। त्यसै सम्बन्धी आज चाहिँ म हजुरसँग सानो कुरा गर्न चाहेँ। सुरुमा चाहिँ मिनिमम अलिकति चाहिँ लगानी चाहिँ वान टाइम इन्भेस्टमेन्ट चाहिँ गर्नुपर्छ। अनि एकपटकको लगानी लगाइसकेपछि जुन उसले नै तपाईँलाई चाहिँ आम्दानी चाहिँ तपाईँको आइराख्छ। जुन कि थोरै लगानीमा धेरै प्रफिट आम्दानी भनेको यो बुङ्गुर फार्म है। यो चाहिँ हाम्रो बुङ्गुर पालन केही विगत केही समयदेखि हामीले चाहिँ यहाँदेखि बुङ्गुर पालन गरिरहेका छौँ। यहाँ चाहिँ तपाईँको 20वटा जति हाम्रो चाहिँ यो खोर रहेको छ। अनि 20वटामा चाहिँ 2वटाको दरले चाहिँ बुङ्गुर राखिएको छ। अहिले हेर्न सक्नुहुन्छ यो जुन बुङ्गुर छ यसको चाहिँ तपाईँ आफ्नो देशमै केही गर्छु भन्ने चाहनुहुन्छ भने पर एउटा जस राम्रै छ यहाँनिर। त्यस्तो मेरो भावी होइन, 50-60 हजारको लागि तपाईँ विदेश नै धाउनु पर्ने अनि त्यस्तो चाहिँ छैन। नेपालमै बसेर केही गर्छु भने पनि राम्रो नै छ।